र सभामुख पदमा माननीय सदस्य डोल प्रसाद अरियाललाई निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्तावको सूचना प्राप्त हुन आएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब उक्त प्रस्तावका प्रस्तावक माननीय रवि लामिछानेलाई यस सभाका माननीय सदस्य डोल प्रसाद अरियाललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। समय 10 मिनट। सभाध्यक्ष महोदय, सम्माननीय सभामुख महोदयको अनुमतिले यस सभाका माननीय सदस्य डोल प्रसाद अरियाललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दछु र मैले यो प्रस्तावमा सम्पूर्ण राजनीतिक दलहरूले उम्मेदवारी नदिएर समर्थन गरिसक्नु भएको हुनाले सम्मानित सदनको यो महत्त्वपूर्ण समय मैले खर्च गरिरहनु त्यति उपयुक्त हुँदैन। म सम्पूर्ण राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो प्रस्तावलाई सर्वसम्मत गर्नका लागि गर्नुभएको यो मद्दत र यसको राजनीतिक एउटा सम्मान सबै कुराका लागि धन्यवाद दिँदै फेरि पनि अग्रिम शुभकामना र अग्रिम बधाई दिन चाहन्छु डोल प्रसाद अरियाल मान्यज्यूलाई। धन्यवाद।